तपाईहरुसँग म नयाँ ब्लग सँगै नयाँ दिनको सुरुवात गरिरहेको छु। म चाहिँ उठिसकेको छु गाइज। म उठिसकेर मेरो चाहिँ वालमा चाहिँ मैले फोटो टाँस्नु पर्ने थियो हैन। त्यो फोटो चाहिँ बिग्रिएको थियो, त्यसलाई चाहिँ म टाँसिरहेको छु है गाइज। ओके। यो फोटोको चाहिँ के भएको थियो भनेपछि गाइज हैन, यसको चाहिँ यो टेपको ग्लु चाहिँ सकिएको थियो क्या। अब मसँग चाहिँ अर्को के रे डबल टेप छ हैन, त्यो टाँसेर फाइनली गाइज मैले फोटो चाहिँ टाँसिसकेको छु है। अब चाहिँ राम्रो देखिरहेछ है। म चाहिँ बाहिर निस्किसकेको छु साथीहरू है। अनि म चाहिँ कहाँ जान लाग्छु त भन्दाखेरि अब तपाईहरुलाई थाहा भएकै कुरा, मेरो काममा जाँदैछु म। तपाईहरुलाई म हिँड्ने बाटो देखाउँछु गाइज है। म हिँड्ने बाटो कस्तो छ भन्दाखेरि हैन, यस्तो छ। यस्तो भर्खर बनिरहेछ। भर्खर यो खोलाको तटबन्ध बनिरहेछ हैन। अनि त्यही भएर लथालिङ्ग भत्ताभुङ्ग अवस्थामा चाहिँ झुडुल पार्कमा छु गाइज है। यो झुडुल पार्कमा चाहिँ के छ त भन्दाखेरि हैन, यहाँनिर बनाएको गार्डन चाहिँ एकदम बबाल छ क्या। अरू कुरा भयो केही नभए पनि हैन, यो चाहिँ फुलहरू एकदम बरको पनि छ, बरको बोट पनि छ। त्यस्तै छ गाइज। अहिले चाहिँ म चाहिँ यो पार्कमा बसिरहेको छु। यो फुलको नाम भनिदिनु पर्यो कृपया साथीहरू। यो फुल चाहिँ मैले आज चाहिँ यो पार्कमा चाहिँ रोपेको देखेँ हैन। तर हाम्रो गाउँतिर चाहिँ यो चाहिँ जङ्गलतिर हुन्छ क्या, यसको भ्यालु नै हुँदैन हाम्रोमा। तर यो चाहिँ एकदमै राम्रो फुल छ।